नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल देख्न सक्नुहुन्छ गाइज है म यति बेला स्याङ्जाको चिउरीभिर नजिकै रहेको भाइरल झलुङ्गे पुल लिएर आइरहेको छु। तपाईँहरूलाई त्यो पुलको बारेमा देखाउन लागिरहेको छु गाइज। देख्न सक्नुहुन्छ यो पुलको बारेमा सबै कुराहरू वस्तुस्थितिको बारेमा तपाईँहरूलाई देखाउन चाहन्छु गाइज है। देख्न सक्नुहुन्छ गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। देख्न सक्नुहुन्छ गाइज म यति बेला स्याङ्जाको चिउरीभिर नजिकै रहेको भाइरल झलुङ्गे पुलमा आइसकेको छु। म तपाईँहरूलाई त्यतातिर देखाउन लगिरहेको छु। हुनुहुन्छ गाइज यो एकदमै एडभेन्चर टाइपको छ है, यो एकदमै रमाइलो फिल दिने खालको ठाउँ रहेको छ। मैले यहाँको सबै वस्तुस्थिति तपाईँहरूलाई देखाउन चाहन्छु गाइज है। गाइज म यति बेला स्याङ्जाको चिउरीभिर नजिकै रहेको भाइरल झलुङ्गे पुल मेरो आइपुगेको छु। यो एकदमै आकर्षक र एडभेन्चर टाइपको छ गाइज। यतापट्टि के रहेको छ चाहिँ यो ठाउँको यतापट्टि भिलेज गाउँहरू रहेको छ भने तल कल बोल्ने खोला रहेको छ गाइज है। गाइज देख्न सक्नुहुन्छ म गाइज यति बेला तपाईँले मलाई देखिसक्नु भएको होला गाइज है। यो एकदमै नाइस प्लेस रहेको छ गाइज है। यति बेला म चाहिँ तपाईँलाई स्याङ्जाको भाइरल झलुङ्गे पुल नजिकै देखाउन लगिरहेको छु गाइज। देख्न सक्नुहुन्छ वारिपारि पहाडको चुट्टीहरू रहेको छ, त्यसले गर्दा झनै ब्युटिफुल देखाइरहेको छ गाइज। यो देख्न सक्नुहुन्छ पारिपट्टि यस्तो खालको पहाड रहेको छ भने वारिपट्टि यस्तो खालको पहाड उठेको छ गाइज, त्यसले गर्दा झनै ब्युटिफुल रहेको छ। तल चाहिँ तलको कुरा गर्नुपर्दा जुन यो झलुङ्गे पुल भन्दा तलपट्टिको कुरा गर्नुपर्दाखेरि कल बग्ने खोली कालीगण्डकी सुसाइरहेको छ गाइज। देख्न सक्नुहुन्छ बेला म यति बेला यो स्याङ्जाको चिउरीभिर नजिकै रहेको भाइरल झलुङ्गे पुलमा आइपुगेको छु। तपाईँलाई देखाउन लगिरहेको छु। यहाँको बारेमा सबै कुराहरू तपाईँहरूलाई देखाउने नै छु गाइज है। तलपट्टि हाम्रो कालीगण्डकी तलपट्टि कल खोला बगिरहेको छ गाइज, त्यसले गर्दाखेरि कालीगण्डकी सुसाइरहेको छ। नेचुरल पोखरीको रूपमा देख्न सकिन्छ। तल स्विमिङ गर्न एकदमै एक्सपर्टहरूले मात्रै स्विमिङ गर्छ गाइज यहाँ है। अब ल
म यति बेला झोलुङ्गे पुल क्रस गर्न लागिरहेको छु गाइज, देख्न सक्नुहुन्छ। र म यति बेला बिचमा आइसकेको छु, तर हाइट बढी भएकोले यो पुल हल्का हल्लिन्छ, तर मजा आइरहेको छ गाइज है, देख्न सक्नुहुन्छ है, अत्यन्तै मजा आइरहेको छ। अलि डर पनि मनमा अलिअलि डर पनि लागिरहेको छ गाइज, तर एक्सपिरियन्स लेभल चाहिँ मेरो वर्थ इट भइरहेको छ है गाइज है। तलपट्टि यसरी हाम्रो स्पष्टसँग काली गण्डकी कलकल बोगिरहेको है देख्न सक्नुहुन्छ गाइज है। तलाउको रूपमा स्विमिङ पुलको रूपमा चाहिँ नेचुरली स्विमिङ पुलको रूपमा पनि जस्तो देख्न सकिन्छ, एकदम पानी सफा छ गाइज है, त्यसले गर्दा पनि मजा आइरहेको छ। र यता दायाँ बायाँ यसको वारिपारिपट्टि जस्तै यो पुलको वारिपारि पहाड उठेको छ, ठुल्ठुला पहाडहरू जस्तो देख्न सक्नुहुन्छ गाइज, यसरी उठेको देखिन्छ भने चाहिँ यसले पनि झनै आकर्षक ब्युटिफुल देखिरहेको छ गाइज है, देख्न सक्नुहुन्छ। गाइज म यति बेला झोलुङ्गे पुलको बिच भागमा आइसकेको छु गाइज। यो एकदम यसको हाइट चाहिँ अलिक बढी भएको भएर यो चाहिँ हल्का हल्लिरहेको छ, तर मजा आइरहेको छ गाइज है, डर पनि लागिरहेको छ, तर मजा पनि आइरहेको छ गाइज है। मेरो चाहिँ एकदम एक्सपिरियन्स चाहिँ मेरो वर्थ इट भइरहेको छ गाइज, किनभने आज म यो यसरी एकदमै भाइरल ठाउँमा आइपुग्दाखेरि एकदमै रमाइलो लागिरहेछ। तपाईँहरू यसरी झोलुङ्गे पुल कहिले क्रस गर्नुभएको छ त गाइज? यसरी यदि तपाईँहरूलाई क्रस गर्नुभएको छ भने, यो झोलुङ्गे पुलमा आउनुभएको छ भने मेरो युट्युब च्यानलमा गएर कमेन्ट गर्न अनि सेयर गर्नु नभुल्नु है गाइज, कमेन्ट एन्ड सेयर गर्नु नभुल्नु होला है त गाइज। मेरो युट्युब च्यानलको यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला गाइज, अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ अनि लाइक एन्ड सेयर एन्ड सब्सक्राइब गर्नुहुनेछ भन्ने लागिरहेको छ गाइज।